हुन्छ तपाईँ बेला मान्छे बन्नुस् के रविजी पैसाको कुरामा तपाईँ इमानदार हुनुहुन्न कालाकाण्ड गर्नुभन्दा तपाईँले के गर्नुस् भन्दाखेरि आफू साइड लाग्नुस् तपाईँ आफ्नो भएको बेला मुद्दा मामिला क्लियर गर्नुस् अर्काको पैसा खानु अर्काको लासमाथि टेकेर हिँड्नु कतिसम्म चाहिँ घोर अपराध रहेछ त्यसपछि तपाईँले थाहा पाउनु त्यो भ्रष्टाचारलाई तह लगाउने तपाईँको त्यो काम होइन भेडाहरूलाई भड्काउनु भन्दा होइन म के भिड बोलाएर भिडलाई भड्काउने तपाईँले अरूलाई तह लाएर हुन्छ मान्छेलाई भड्काउने हो मान्छेलाई लात्ती हान्छु मुक्का हुन्छु यस्तो गर्छु उस्तो गर्छु बाघको भाषण देखियो खोरबाट निस्केको भागको भाषण देखियो के भन्नु भएको छ मलाई मान्छे बन्न दिनुस् अनि एक एक भ्रष्टाचारीलाई तह लगाउँछु यो लगाउँछु त्यो लगाउँछु भन्नु भएको छ होइन तपाईँ एकजनाले गरेर तह लगाउने तपाईँको त्यो ऊ होइन तपाईँ आफ्नो भएको बेला मुद्दा मामिला क्लियर गर्नुस् होइन आफ्नो भागमा पैसा परेको पैसा तिर्छु भन्नु भएको छ त्यो तिर्नुस् अनि मान्छे भएर बाँच्नुस् तपाईँले त्यो भ्रष्टाचारीलाई तह लगाउने तपाईँको त्यो काम होइन तपाईँ आफ्नो काम पहिला राम्रोसँग गर्नुस् होइन आफ्नो पहिला मान्छे बन्नुस् मेरो पनि त्यही सजेसन छ तपाईँ पहिला मान्छे बन्नुस् के रविजी मान्छे बन्नुस् मान्छे बनिसकेपछि तपाईँले थाहा पाउनुहुन्छ कि अर्काको पैसा खानु अर्काको लासमाथि टेकेर हिँड्नु कतिसम्म चाहिँ घोर अपराध रहेछ त्यसपछि तपाईँले थाहा पाउनुहुन्छ पहिला मान्छे तपाईँ सही भन्नुभयो तपाईँ पहिला मान्छे अरूले तपाईँलाई मान्छे बन्न होइन बनेर बाँच्न दिने होइन कि तपाईँ आफै स्वयंले पहिला मान्छे बन्नुहोस् तपाईँ पहिला त्यही छ एकदम हाइली सजेसन मेरो त्यही छ होइन अनि भ्रष्टाचारीलाई तह लाउने त्यो तह लाउने तपाईँको काम होइन त्यसको लागि नियम छन् कानुन छन् अनि अर्को अलिकति लिनियन्सी यसमा के राखिदिन सकिन्छ भनेपछि ल पहिला जसले जति गरे तपाईँले पनि गर्नुभयो त्यसमा तपाईँको नाम पनि मुछ्यो होइन तर तपाईँले यसरी मान्छेलाई जमात भड्काउनु भन्दा आफ्ना भेडाहरूलाई भड्काउनु भन्दा होइन म एक एक गरेर सबलाई तह लगाउँछु मलाई मान्छे बन्न दिनुहोस् भनेर राजनीतिमा घुसेर अझ कालाकाण्ड गर्नुभन्दा तपाईँले के गर्नुहोस् भन्दाखेरि आफू साइड लाग्नुहोस् मान्छे बनेर देखाउनुहोस् पहिला होइन अनि तपाईँले खास भन्नुपर्ने के थियो भन्दाखेरि तपाईँले भन्दा पनि अब चाहिँ मान्छेले के सोच्ने के अगाडि ल्याउने भन्दाखेरि अब चाहिँ नियम कसरी ल्याउने त एउटा चाहिँ एकदमै बलियो कानुन कसरी बनाउने त होइन अनि एउटा ट्रान्सपेरेन्सी कसरी बनाउने त मान्छे इमान्दार कसरी हुने त सच्चा कसरी हुने त होइन त्यो त्यस्तो चाहिँ भन्ने हो कि भिड बोलाएर भिडलाई भड्काउने होइन मलाई मान्छे भनेपछि म भ्रष्टाचारीलाई तह लगाउँछु त्यो भ्रष्टाचारी घरमा काकाले गरेको भ्रष्टाचार होला काकालाई पख भन्ने हो र आफ्नो होइन आफ्नो फुपू दिदीहरूले लगेको 10 रुपियाँ हो र यसले मेरो 10 रुपियाँ खाए 10 रुपियाँ लिए भन्ने हो त्यस्तो होइन त्यो भ्रष्टाचार भनेको एकदम ठुलो कुरा हो तपाईँ आफै पैसाको कान उमाएन पैसाको कुरामा तपाईँ इमान्दार हुनुहुन्न पैसाको कुरामा तपाईँ कति पनि तपाईँको अनेस्टी भन्ने जिरो छ तपाईँले अरूलाई तह लाएर हुन्छ ल तह लाउनु होला तर तपाईँलाई मान्छे भन्नु सही कुरा भन्नु तपाईँ पहिला आफै मान्छे बन्नुहोस् तपाईँ होइन बरु यसो भन्ने हो क्या बरु अब हामीले कसरी नयाँ नियम ल्याउन सकिन्छ अब हामीले कसरी चाहिँ एउटा होइन स्ट्रङ चाहिँ नि रुल्स एन्ड रेगुलेसन अनि पछि भ्रष्टाचार अलिकति न्यूनीकरण गर्न सकिने कसरी उपाय ल्याउन सकिन्छ भनेर त्यस्तो पो भन्ने हो त मान्छेलाई भड्काउने हो मान्छेलाई त्यो आफ्नो आफ्नो जस्तो छ त्यस्तै गराउने हो होइन नि त त्यस्तो त्यसरी हुँदैन मान्छे त्यो हिंसा अझै पनि भड्काउने अझै पनि जमातु गर्ने त्यसो भन्दा बरु प्रक्रियाबाट जानुस् न प्रक्रियामा जाऊ न होइन मान्छेलाई लात्ती हान्छु मुक्का